नेपालको हरेक भूगोल आस्थाले भरिएको छ। काठमाडौँ उपत्यका जसलाई धार्मिक र सांस्कृतिक दृष्टिकोणले विशेष महत्त्व दिइन्छ। यहाँका हरेक स्थान र मन्दिरहरूले आफ्नै अनौठो कथा बोकेका छन्। यहाँको हरेक मठ मन्दिर र प्रत्येक प्राचीन शिलालेख नेपाली इतिहास र आस्थाको जीवित प्रमाण हो। उपत्यकाको केही मुटु ठाउँहरूमध्ये चाँगुनारायण नगरपालिका एक यस्तो धरोहर हो जहाँ धर्म, संस्कृति, इतिहास र परम्परा एकैसाथ जिउँदा छन्। यस नगरपालिकाका प्रत्येक गाउँ र बस्तीमा कुनै न कुनै धार्मिक कथा जोडिएको छ। यहाँका मठ मन्दिरहरू केवल पूजा स्थल मात्र होइनन्, तिनीहरू हाम्रो सभ्यता र पहिचानका साक्षी प्रमाण हुन्। चाँगुनारायण नगरपालिका धार्मिक दृष्टिकोणले एक अपूर्व स्थान हो। यहाँका प्रत्येक मठ मन्दिरमा एक अनौठो शक्ति र ऊर्जा भेटिन्छ जसले यहाँका स्थानीयहरूको जीवनमा ठूलो प्रभाव पार्दछ। यी मन्दिरहरू केवल पूजा स्थल मात्र होइनन्, यी सम्पूर्ण नगरपालिकाको सांस्कृतिक र धार्मिक चुम्बक हुन्। हरेक मन्दिरका किम्वदन्ती र इतिहासहरू मानिसको विश्वास र आस्थाको प्रतीक हुन्। चाँगुनारायण नगरपालिका काठमाडौँ उपत्यकाको पूर्वी भागमा अवस्थित ऐतिहासिक र सांस्कृतिक धरोहरहरूको खजाना हो। यहाँको प्रमुख स्थल चाँगुनारायण मन्दिर काठमाडौँ उपत्यकाका प्राचीन मन्दिरहरूको बीचमा एक महत्त्वपूर्ण स्थान ओगट्छ। यस मन्दिरको इतिहास हजारौं वर्ष पुरानो हो र यसका शिलालेख र मूर्तिहरू नेपालका धार्मिक इतिहासको अमूल्य धरोहर हुन्। यसै चाँगुनारायण मन्दिरको नामबाट नगरपालिकाको नामाकरण समेत गरिएको छ। चाँगुनारायण नगरपालिकामा चाँगुनारायण मन्दिर विश्व सम्पदा सूचीमा सूचीकृत यो विश्व जगतमै चाहिँ परिचित हो। तर त्यहाँ हाम्रो चाहिँ जो मन्दिरको जति चाहिँ पर्यटकहरू धार्मिक पर्यटनहरू आउनुपर्ने त्यो आएको अवस्था छैन। त्यसलाई चाहिँ थप यो भ्रमण वर्ष मार्फत चाहिँ पर्यटकहरूको चाहिँ आकर्षण बढाउने, त्यो सँगसँगै चाहिँ नगरकोट विश्वमा चिनिएको क्षेत्र छ। नगरकोट भन्ने बित्तिकै चाहिँ एउटा क्षेत्र भन्ने मात्र चाहिँ प्रतिबिम्बित हुने अवस्थालाई हामीले त्यसलाई फराकिलो पारेर चाँगुनारायण नगरपालिकाले आयोजना गरेको नगरकोट भ्रमण वर्ष अन्तर्गत वडा नम्बर 1 मा रहेका धार्मिक, ऐतिहासिक, पुरातात्विक चिजहरू, 2 मा रहेका, 3 मा रहेका, 4 मा सँगसँगै 9 सम्म रहेका यस्ता सम्पदा, यस्ता प्राकृतिक र धार्मिक क्षेत्रहरू छन् र ऐतिहासिक चिजहरू पनि छन्, पुरातात्विक चिजहरू छन्, अभिलेखहरू छन्, विभिन्न चाहिँ किल्ला गढीहरू छन्। त्यसै गरी चाहिँ विभिन्न मनोरम दृश्य अवलोकन गर्न सकिने, उपत्यका हेर्न सक्ने चाहिँ हाम्रा चाहिँ यो 1 नम्बरदेखि 9 नम्बरसम्म अरू क्षेत्रहरू पनि छन्। चाँगुनारायण मन्दिर भक्तपुर जिल्लाको पूर्वोत्तर भागमा डोलागिरी नामको अग्लो पहाडको थुम्कोमा अवस्थित छ। भगवान विष्णुको मूर्ति स्थापित यो मन्दिर नेपालको प्राचीनतम मन्दिरहरूमध्ये एक मानिन्छ। यो मन्दिरको निर्माण कहिले र कसले गराएको हो भन्ने बारेमा स्पष्ट जानकारी नभए पनि हरिदत्त वर्मा नामका व्यक्तिले सक्ताका 386 सम्वत विषम 521 मा उपत्यकाका 4 नारायणहरू चाँगुनारायण, शेषनारायण, विशङ्खु नारायण र इचङ्गु नारायणको स्थापना गर्ने क्रममा चाँगुनारायण स्थापना गरेको हो भन्ने आख्यान छ। शक सम्वत 386 अर्थात् विक्रम सम्वत 521 मा राजा मानवदेवले पूर्व र पश्चिमका सामन्तहरूलाई नियन्त्रण गरी चाँगुनारायणको पूजा अर्चना गरी गरुड सहितको स्तम्भ खडा गराएको कुरा उल्लेख भएको पाइन्छ। चाँगुनारायण मन्दिरको संरचना प्राचीन कालका वास्तुशिल्पकलाको उत्तम उदाहरण हो। मन्दिरको मुख्य मूर्त भगवान विष्णुको रहेको छ, जसको दर्शन गर्न विश्वभरका भक्तजन यहाँ आउँछन्। मन्दिरमा विभिन्न शिलालेखहरू, मूर्तिहरू र अन्य ऐतिहासिक धरोहरहरू पाइन्छ, जसले यसको पुरातात्विक महत्त्वलाई अझ पुष्टि गर्छ। यो मन्दिर चतुष्कोण आकारको छ। मन्दिर 2 तलाको छ। तल्लो तलामा गरुड वाहन विष्णुको प्रस्तर मूर्ति रहेको छ। यो तलाको 4 दिशामा 4 ढोकाहरू रहेका छन्। प्रत्येक मूल ढोकाको दायाँ बायाँ नखुल्ने ढोकाहरू बनाइएका छन्। पश्चिमपट्टिको ढोका प्राय खुला राखिन्छ। गङ्गा, यमुना तथा अन्य देवी देवताका मूर्तिहरू राखिएका छन्। ढोकाहरूको माथि धातुबाट बनेका तोरणहरूमा विभिन्न कलाकृतिहरू उदिएका छन्। परापूर्वकाल यो ठाउँ अधिकांश रूपमा चापको रुखको वन थियो। अनि यो वनको एउटा छेउमा ब्राह्मण बस्नुहुन् जसको नाम सुदर्शन थियो। अनि उनका गाई गोठालाहरूले पाल्ने गर्थे।
अनि गोठाला दैनिक रूपमा ब्राह्मणका दुध पुऱ्याउन जानु पर्थ्यो। धेरै दिनमा दुध पुऱ्याउन जान सकेन गोठालाहरूले। ब्राह्मणले सोध्यो दुध किन ल्याएन हो, दुध बिना त मेरो पञ्चामृत नै भएन, यहाँ काम त रोकियो मेरो भनेर सोद्धा गाईले दुध नदिएको कुरा थाहा भएपछि भर्खर भर्खर बिहाका गाईहरू दुधालु गाईहरू दुध के गर्छ र यो गाईहरूले, कहाँ गयो त मेरो दुध भने साह्रै रिसाए। धेरै दिन भयो अझै पनि केही पाउँछ भनेर आशा गरेँ, पाउन सकिएन। नसकेपछि चाहिँ ओ त हुँदै भयो नि, यो त जसले मेरो दुध चाहिँ चोर्या हो त्यसलाई म काट्छु नि भनेर रिसाएर खड्काले निस्कनु भयो। गाई चल्ने ठाउँ यही नै हो। अहिले मन्दिर भेट ठाउँ पनि एउटा चाँपको रुख रहेछ। अनि त्यहाँबाट एउटा कालो पुरुष निस्किएर गाईको थुन दुध चुसेको देखेपछि त्यसै त आफ्नो दुध हराएर हैरान भइरह्यो, यसै हेऱ्यो। त्यसै पनि कालो न कालोले दुध चुस्दै झनै रिस उठ्यो। केही नसोचेको त्यो कालो पुरुषको शिर काटिदिनु भयो ब्राह्मणले। अनि त्यही कालो पुरुष नै चार हात भएको शिर नभएको भगवान्को रूपमा त्यहाँ देखा पर्नुभयो, उत्पत्ति भए। अनि त्यो देख्ने बित्तिकै ब्राह्मणले चाहिँ मैले ठुलो अपराध गरेछु बा भने त हिँड त बोध भयो, म पनि मर्छु भने त्यो खड्का आफू मर्न तयार हुँदाखेरि भगवान्ले उसलाई रोक्दै तिमीले मर्नु पर्दैन। परापूर्व कालमा एउटा देव असु सङ्ग्राम भएको थियो, त्यो सङ्ग्राममा तिम्रो पुर्खाका एउटा सुमति भन्ने ब्राह्मण थिए। तर ऊ ब्राह्मण भए पनि उसको चाहिँ रहनसहन जम्मै दानवपट्टि नै भयो र ऊ फेरि धनुर्विद्या तन्त्र विषयमा विशारद थिए। तर उसलाई कसरी हराउन सकेर अनि मैले बाध्य भएर उसलाई चाहिँ वध गर्नु पर्यो। उनलाई वध गर्दा उनका गुरु शुक्राचार्य पनि थिए। उनले मलाई ब्रह्महत्याको श्राप दिएको हुनाले अब त्यो श्रापबाट मुक्ति कसरी हुने भनेर सोद्धा जब यी सुमतिका सन्तानले तिमी शिर छेदन गर्छ तब तिमी श्रापमुक्त हुनेछौ भनेको हुनाले त्यो श्रापमुक्त हुन यो प्रपञ्चमा आफैले दसिया हुँ। यदि तिमीले मेरो शिर नकाटे भए म श्रापमुक्त हुने थिएनौ, त तिमी त्यसैको वंशज हो, तिमीले मेरो शिर काट्यौ। अब म श्रापमुक्तमा म यही ठाउँमा बस्छु, तिमी नै मेरो पुजारी बन भने उनीहरूलाई पुजारी बनाइदिए। र त्यही वंशज मात्रै पूजा गर्नुपर्ने भएको हुनाले अहिलेसम्म पनि त्यही वंशजका ब्राह्मणहरूले यहाँ पूजा गर्दै आइरहेका छन्। चाँगुनारायण मन्दिरले चाँगुनारायण नगरपालिकाको मात्र नभई काठमाडौँ उपत्यकाको धार्मिक र सांस्कृतिक इतिहासलाई सजीव बनाएको छ। यस स्थानमा हिन्दू धर्मको धार्मिक गतिविधिहरू र विभिन्न सांस्कृतिक उत्सवहरू प्रचलित छन्। ऐतिहासिक, कलात्मक र धार्मिक दृष्टिकोणले मात्र नभई प्रमुख पर्यटकीय क्षेत्रको रूपमा महत्त्वपूर्ण रहेको छ चाँगुनारायण मन्दिर। उपत्यकामा रहेका 7 विश्व सम्पदा सूची मध्ये चाँगुनारायण पनि एक हो। 1969 मा युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गरेको हो। चाँगुनारायणलाई चम्पक नारायण, चाँगु नारायण र गरुड नारायण आदि नामले पनि चिनिन्छ। यो मन्दिर नेपालको मौलिक प्यागोडा शैलीको एक प्रतिनिधि वास्तुकलाको नमुना हो। मेलाहरू लाग्छन्। मेलाहरूमा चाहिँ सुरुमा नाग पञ्चमी, त्यो दिन चाहिँ तल शङ्खदह भन्ने छ, त्यो शङ्खदहमा स्नान गरेर भगवान् किलेश्वर सहितको चाँगुनारायण दर्शन गरेर एक रात यहाँ बस्यो भने उसको 7 जन्मको पाप नाश हुन्छ भनेर लेखिएको हुनाले त्यो दिन मेला लाग्छ। त्यसै गरी कृष्णाष्टमी, तीज अनि कुष्माण्ड नवमी भनेको यो कार्तिक शुक्ल नवमी हो। त्यो दिन चाहिँ भक्तजनहरू साँखोदेखि तिल छर कालतिज छर्दै यहाँ आउनुहुन्छ, भगवान् दर्शन गरी कुष्माण्ड दान गरी फर्किनुहुन्छ। त्यसको लगत्तै हरिबोधिनी एकादशी, त्यसैको भोलिपल्ट द्वादशी पूर्णिमा, त्यसै गरेर मार्ग शुक्ल द्वादशी महास्नान, त्यसै गरेर साँखोको माधवनारायण यहाँ माघ शुक्ल एकादशीको दिन ल्याउनुहुन्छ, त्यो बेला मेला लाग्छ। यी मेलाहरूमा यहाँ निकै भिडहरू, धेरै भक्तजनहरू यहाँ आउनुहुन्छ। यस नगरपालिकाको वडा नम्बर 5 मा रहेको श्री पञ्चमहालक्ष्मी मन्दिर प्रमुख धार्मिक स्थल हो। श्री साली नदी र श्रीदेव नदीको पवित्र सङ्गम स्थल, श्री स्वस्थानी व्रतकथाको उद्गम स्थल एवं रत्नचूडा, मणिचूड र दोलागिरीको त्रिकोणात्मक सङ्गम स्थलमा निर्माण भएको यस मन्दिरलाई विश्वकै पहिलो पञ्चमहालक्ष्मीको मन्दिर भनिएको छ। अनन्त विभूषित मुक्तिनाथ पीठाधीश्वर अखण्ड ज्योति बाबा स्वामी कमल नयनाचार्य श्रीजी महाराजले पञ्चमहालक्ष्मी मन्दिरको स्थापना गर्नुभएको हो। यो मन्दिरको आकर्षक वैभव हेर्न पनि मानिसहरूको घुइँचो लाग्ने गरेको छ। मन्दिरको पश्चिमतर्फ गौशालासँगै पुष्करिणी अर्थात् कमल पोखरी, पूर्वतर्फ नेपाल आमाको मन्दिर, दक्षिणतर्फ बाघ गुफा र उत्तरतर्फ मन्दिर रहेको छ।
श्रीवन धामले समेत परिचित यो ठाउँ भौगोलिक प्राकृतिक दृष्टिकोणले जति सुमधुर सुन्दर छ, शास्त्रीय दृष्टिकोणले पनि त्यत्तिकै महत्त्वपूर्ण छ। हिन्दू धर्मभित्रकै वैष्णव धर्म मान्नेहरूका लागि यो मन्दिर पवित्र तीर्थस्थल हो। श्री महालक्ष्मी, श्री सम्पत लक्ष्मी, श्री भोगलक्ष्मी, श्री ज्ञानलक्ष्मी र श्री मोक्षलक्ष्मी गरी यस मन्दिरमा पञ्चमहालक्ष्मीको प्रतिमाहरू स्थापना गरिएको छ। 5 महालक्ष्मी आमाजीको साथमा मुक्तिनाथ भगवान विराजमान हुनुहुन्छ। पञ्चमहालक्ष्मी सहित मुक्तिनाथ भगवान श्रद्धेय स्वामीजी महाराजको शिष्यमा अनन्त श्री विशेष श्री मुक्तिनाथ पीठाधीश्वर स्वामीजी महाराज मुक्तिनाथ बाबाजी उहाँको सदिच्छा अनुसार भक्तजनको कल्याणार्थ स्वामीजी महाराजले 2068 सालमा यो मन्दिरको प्राण प्रतिष्ठा गरिबक्सेका थियो। सबै भक्तहरू सहित भएर वृन्दावनबाट स्वामीजी पाल्नु भएको थियो अनि यो संस्थाको स्थापना 2057 सालमा भएको थियो। यो ठाउँमा आएर निर्माण सुरुवात गर्नुभएको। यहाँ 5 लक्ष्मीसित भगवान मुक्तिनाथ विराजमान हुन्छ। 5 लक्ष्मीमध्ये महालक्ष्मी, सम्पललक्ष्मी, भोगलक्ष्मी, ज्ञानलक्ष्मी अनि मोक्षलक्ष्मी र भगवान मुक्तिनाथ हुनुहुन्छ। यसका साथसाथै यहाँ 5वटा शालाहरू पनि छन्। नित्य उहाँहरूको सेवा हुने गर्दछ। गौशाला भयो, अतिथिशाला भयो, पाठशाला भयो अनि त्यसपछि देवालय भयो। यसै गरेर 5वटा शाला, पाकशाला, पकाउने ठाउँहरू, नित्य भोजनको सेवा हुन्छ। आउने भक्तजना भोजन प्रसाद पनि हुन्छ। यहाँ चाहिँ बटुको सेवा हुन्छ। यस्तो शाला 2057 सालबाटै सुरु भएको। त्यतिखेरबाट स्वामीजीकै सदिच्छा अनुरूप उहाँको सङ्कल्प अनुरूपै सुरुवात भएको थियो। त्यो दिनबाट नित्य त्यसरी सेवा चलिरहेछ। जस्तो यहाँ आएर चाहिँ हजुरहरूले आफ्नो नाम पुत्रबाट सङ्कल्प गराएर आफ्नो कामना सिद्धिको लागि अर्चनाहरू, यस्तो विशेष पूजाहरू पनि गराउन सक्नुहुन्छ। जस्तो अखण्ड दीपहरू बाल्ने, अष्टचरी पूजाहरू भयो, यस्तो सबै पूजाहरू भइरहन्छन्। यो चाहिँ श्री वैष्णव सम्प्रदायमा पर्दछ। जस्तो सनातन हिन्दू धर्म मानिन्छ, लक्ष्मीनारायण विशेष हुनुभयो। अनि यहाँ चाहिँ अरू पारिपट्टि नेपालामाको मन्दिर पनि बन्दैछ। त्यहाँ चाहिँ शालिग्राम भगवान प्रकट हुनुहुन्छ, स्वयं प्रकट शालिग्राम। यस मन्दिरले चाँगुनारायण नगरपालिकाको धार्मिक महत्त्वलाई थप उचाइमा पुर्याएको छ। यो धार्मिक मात्र नभई उत्कृष्ट पर्यटकीय स्थल समेत बनेको छ। श्री पञ्चमहालक्ष्मी मन्दिर दर्शन गर्न जानेहरूका लागि भनेर मन्दिरको छेउमा हेर्न लायकको बाघ गुफा निर्माण गरिएको छ। यस मन्दिरको परिसरमा सिसा महल समेत निर्माण गरेर पर्यटकहरूलाई लोभ्याइएको छ। मन्दिर परिसरमा रहेको श्री रामानुज मन्दिरले यस क्षेत्रको धार्मिक महत्त्वलाई अझ वृद्धि गरेको छ। हाम्रो पूर्वाचार्यहरू हुनुहुन्छ, सम्प्रदायका रामानुज स्वामीजी आदि गर्नुभएका सबै स्वामीहरू हुनुहुन्छ। अनि यहाँ घुम्ने ठाउँहरू पनि छन्। जस्तो भगवानको मात्र पूजा हुने भयो, पूजासहित यहाँ दर्शन गर्ने ठाउँ, रमाइलो घुम्ने रमणीय क्षेत्रहरू जस्तो गुफाहरू भयो। माथिपट्टि बागद्वार भनिन्छ। हयग्रीव भगवान हुन्छ, त्यहाँको मेन भगवान इष्टदेवता हयग्रीव। लक्ष्मीजीलाई काखमा लिनुभएको विष्णु भगवानको मूर्ति हो। हयग्रीव भन्नाले हयग्रीव भनेको चाहिँ घोडा, घोडाको टाउकोलाई हयग्रीव भनिन्छ। टाउको घोडाको, शरीर भगवानको। त्यसरी भगवान लक्ष्मीजीका साथमा हुनुहुन्छ। हयग्रीव गुफा पनि भनिन्छ, बागद्वार। अनि तलपट्टि शीशमहलहरू पनि छ, सिसाका महल। त्यहाँ चाहिँ बिचमा लक्ष्मी आमाजी हुनुहुन्छ, पञ्चमहालक्ष्मीको शीशमहल अनि हयग्रीव गुफा। त्यस्तो घुम्ने क्षेत्रहरू छन्। बिस्तारै पिङहरू पनि बन्दैछ, त्यस्तो छ। अनि त्यहाँ तपाईँहरू आउने कोही भक्तहरू आउने इच्छा लाग्यो भनेदेखि यहाँ आएर बस्ने गरी पनि आउन सक्नुहुन्छ। अतिथिशाला छ, बस्ने कोठा रुमहरू सबै छन्। भोजन प्रसाद मन्दिरमै हुन्छ। चाँगुनारायण नगरपालिका वडा नम्बर 1 स्थित सरस्वती मन्दिर अर्को एक प्रमुख धार्मिक स्थल हो। यस मन्दिरमा सरस्वती देवीको पूजा गरिन्छ। ज्ञान, सङ्गीत र कलाकी देवीको रूपमा पूजा गरिन्छ। यहाँ प्रत्येक वर्ष विशेष पर्वहरूमा ठुलो मेला लाग्छ। विशेष गरी श्री पञ्चमीका दिन प्रत्येक वर्ष यस मन्दिरमा भक्तजनहरूको घुइँचो लाग्छ, जहाँ भक्तजनहरू ज्ञान र शिक्षा प्राप्ति हेतु देवीको पूजा अर्चना गर्दछन्। यस मन्दिरको इतिहास पुरानो मानिन्छ। यस्तै वडा नम्बर 2 मा अवस्थित खैढोका गणेश मन्दिर एक अर्को महत्त्वपूर्ण स्थल हो, जहाँ गणेशजीको पूजा विधि विशेष रूपले सम्पन्न हुन्छ। गणेशजीलाई विघ्नहर्ता र बुद्धिको देवता मानिन्छ। गणेश चतुर्थीमा यहाँ ठुलो मेला लाग्छ। नगरभित्रका धार्मिक क्षेत्रहरूको संरक्षणमा नगरपालिकाले महत्त्वपूर्ण भूमिका खेलेको स्थानीयहरू बताउँछन्। यो हाम्रो चाँगुनारायण नगरपालिकामा चाहिँ जुन अहिले आउनु भएको मेयर साहब, अब उहाँ चाहिँ नयाँ नै भनौँ या पुरानो भनौँ, उहाँको यहाँको लोकल बासिन्दा भएको भएर होला, उहाँको कामहरू धेरै राम्रो छ। अहिले धेरै मठ मन्दिरलाई बजेट दिनुभएको छ। अनि बाटोघाटो भनेको ठाउँ ठाउँमा खोलिदिनु भएको छ।
अब पानीको लागि चाहिँ तपाईँको चाहिँ त्यहाँ जीर्ण चाहिँ त्यो बोरिङ ट्याङ्कीको पनि गरेर गाउँवासीहरूलाई पानी खुवाउँछु भन्नुभएको छ होइन। यो वास्तवमा अहिलेको हाम्रो चाहिँ मेयर साहबले दिएर चाहिँ यो चाँगुनारायणको धेरै मन्दिरहरूको चाहिँ यो विकास भएको। अहिले यो तपाईँको चाहिँ नि मतलब 2 वर्ष अगाडिदेखि 2 वर्षभन्दा अगाडि यस्तो बजेटहरू आएको थिएन। अहिले 2-3 वर्ष भयो प्रत्येक मन्दिरलाई बजेट दिन्छ। जहाँ पनि बनाउँछु भने मन्दिरलाई अन्तको बजेट काट्नाले मन्दिरहरूलाई धेरै थोर बजेट जहाँ पनि दिन्छ चाँगुनारायण नगरपालिका। चाँगुनारायण नगरपालिका वडा नम्बर 3 स्थित ज्योतिर्लिङ्गेश्वर महादेव मन्दिर हिन्दू धर्मको महत्त्वपूर्ण स्थल हो। यहाँ भगवान शिवको पूजा विधि र महादेवका भक्तजनहरूको आस्था उच्चतम हुन्छ। यो मन्दिरले खास गरी महाशिवरात्रिमा विशेष महत्त्व राख्दछ। ज्योतिर्लिङ्गेश्वर मन्दिरको ऐतिहासिक महत्त्वमा जोड दिँदै यहाँको लिङ्ग पूजा र विभिन्न धार्मिक अनुष्ठानहरू धार्मिक जगतमा प्रसिद्ध छन्। यसैगरी शान्ति डाँडा पार्क एक शान्त स्थान हो जहाँ ध्यान र साधना गर्नका लागि उत्कृष्ट गन्तव्य बन्न सक्छ। यस स्थानमा प्राकृतिक सुन्दरतासँगै धार्मिक वातावरण पनि संरक्षित छ। चाँगुनारायण नगरपालिका बौद्ध मार्गीहरूका लागि समेत धार्मिक आस्थाको केन्द्र हो। विभिन्न ठाउँमा निर्माण गरिएको छोर्तेनहरूले यहाँको धार्मिक सहिष्णुतालाई थप बाँधेर राखेको छ। हाम्रा इतिहासमा हाम्रो चाहिँ पुराणमा हाम्रो चाहिँ विभिन्न ग्रन्थहरूमा चाहिँ उल्लेख भएका चाहिँ एकदम धार्मिक आस्थाका चिजहरू छन्। तिनलाई चाहिँ उजागर गरेर लिएर जाने। त्यसै गरी यो हाम्रो चाहिँ सबै 9 वडामा चाहिँ यस्ता यो हुन त नेपालै एउटा तपोभूमि होइन। यो चाहिँ धार्मिक होइन पुरातात्विक र यो चाहिँ ऋषिमुनिको चाहिँ यो तपोभूमिकै रूपमा लिइन्छ। त्यसमा पनि अझ विशेष चाँगुनारायण नगरपालिका त्यो भित्रको पनि अझ धेरै कुराको चाहिँ खोज र चाहिँ धेरै कुराको रहेको चाहिँ नगरपालिका भएको कारणले गर्दाखेरि ती कुराहरूको चाहिँ उजागर हाम्रो नगरवासी हाम्रा सबै नागरिकहरूलाई चाहिँ हामीले चाहिँ यो विषयको चाहिँ व्यापक चाहिँ प्रचार गर्नका लागि चाहिँ अरूले आएर गर्न र त्यसको प्रचार नहुने रहेछ। स्थानीय नै हामी नै चाहिँ यसको चाहिँ प्रचार र यसको चाहिँ महत्त्व यसको चाहिँ गरिमामय र पर्यटकीय हिसाबले चाहिँ आएको साथीहरूलाई कहाँ जाउँ के गरौँ भन्ने चाहिँ जिज्ञासा हुँदा उपयुक्त स्थलहरू नपाएको अवस्थामा चाहिँ ती सबै चिजहरू चाहिँ नगरपालिकाको हाम्रो चाँगुनारायण नगरपालिकाको वडा नम्बर 1 देखि 9 नम्बरसम्म यी क्षेत्रहरू छन् भनेर हामीले त्यो देखाउनका लागि नै हामीले यो भ्रमण वर्ष आयोजना गरेका हौँ। चाँगुनारायण नगरपालिकामा अवस्थित मणिकर्णिका धाम एक प्रसिद्ध धाम हो। यस धाममा मणिकर्णिकाको मन्दिर निर्माणाधीन रहेको छ। यसै धाममा राधा कृष्णको मन्दिर पनि छ। यस धाममा लासहरूको अन्त्येष्टि गरिन्छ, जसका लागि मणिकर्णिका धाम विकास समितिले दाउराको निशुल्क व्यवस्था गरेको छ भने मलामीहरूका लागि नुहाउन तातो र चिसो पानीको पनि व्यवस्था गरिएको छ। धाममा गौशाला, क्रियापुत्री भवन र वृद्धाश्रम पनि रहेको छ। यस धामको अर्को विशेषता भनेको 27 वर्षदेखि निरन्तर बलिरहेको धुनी हो। पाँचवटा नदीको सङ्गम स्थल मणिकर्णिका घाट। यस ठाउँमा भगवान शङ्करले स्नान गर्ने बेला उहाँको मणिरत्न जोडिएको, कर्णिका भनेको कान, मणिरत्न जोडिएको कानको कुण्डल चाहिँ यहाँ खसेको भएर यो मणिकर्णिका हुन गयो। यहाँ शिव पार्वती हरहमेशा छिन्न हुने गरी यहाँ विराजमान हुनुहुन्छ। यहाँ गरेको वैदिक कार्यक्रम, पितृ कार्यक्रम र यहाँ यस जमिनमा जसको पाइला पर्छ उसलाई उसको मनोकामना भगवान शङ्करले पूर्ण गरिदिनुहुन्छ। र यहाँ हुने कार्यक्रमहरू हाम्रो प्रत्येक महिनाको चौथो बिहिबार दिन तुलसी गीत रामायण हुन्छ। प्रत्येक हरितालिका महिलाहरूको महान पर्व हरितालिकालाई लक्ष्य गरेर अहिले 37 वर्ष भयो हाम्रो निरन्तर भागवत हुन्छ। र बाला चतुर्दशीको टाइममा बत्ती बाल्नेहरूको पनि यहाँ ठुलो भिड हुन्छ, किनभनेपछि यो घाट भएको हुनाले यहाँ दाह संस्कार गरेका जो जति हुन्छन् उनको मृतकहरूको नाममा बाला चतुर्दशीको दिन यहाँ बत्ती बाल्नेको भिड हुन्छ। शिवरात्रिमा साधु सन्तहरू आउनुहुन्छ। र अक्षय तृतीयाको दिन यहाँ 68 सालमा श्री पञ्चदशनाम जुन अखाडा बनारस हनुमान घाटबाट हाम्रा
अखाडा पदाधिकारीहरू आएर यहाँ चाहिँ ध्वजारोहण गरिदिनु भएको थियो र त्यहाँदेखि नै यो धाम बन्दै आएको छ। यहाँ भागवतको प्रभावले गर्दाखेरि यहाँ सबै भागवतमा सबैभन्दा धेरै भगवान् कृष्णको महिमा गुणगान धेरै भएको हुनाले यो ठुलो मन्दिर राधा कृष्णको हो र यहाँ हनुमानजी हुनुहुन्छ, सप्तऋषि हुनुहुन्छ, नवदुर्गा भवानी माता हुनुहुन्छ, नारायण भगवान हुनुहुन्छ, 64 हुनुहुन्छ र अहिले चाँगुनारायण नगरपालिकाको विशेष पहलमा अहिले करिबन 1,25,00,000 यो मणिकर्णिकेश्वरको मन्दिर बन्न गइरहेको छ। यहाँ स्थानीय बासिन्दाको पनि ठुलो सहयोग छ र नगरपालिकाबाट पनि ठुलो सहयोग मिलिरहेको छ। यस नगरपालिकामा वाल्मीकेश्वर मन्दिर, माझी भैरव, मत्स्यनारायण मन्दिर, गोकुलधाम, सिंहवाहिनी मन्दिर लगायतका थुप्रै धार्मिक आस्थाका केन्द्रहरू छन्। यी धार्मिक आस्थाका धरोहरहरूलाई नगरपालिकाले विशेष रूपमा संरक्षण गरिरहेको छ। धार्मिक स्थलहरूमा विशेष पर्वहरू जस्तै शिवरात्रि, गणेश चतुर्थी, दशैं, तिहार लगायतका प्रमुख पर्वहरूमा पूजा अर्चना हुँदै आएको छ। नगरपालिकाभित्र ऐतिहासिक सम्पदाहरू समेत रहेका छन्। वडा नम्बर 9 ताथलीमा रहेको ऐतिहासिक चट्टान अभिलेख एक प्राचीन लेखनको उदाहरण हो जसले चाँगुनारायण नगरपालिकाको इतिहास र सांस्कृतिक धरोहरको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याएको छ। यो अभिलेख पुराना समयका धार्मिक र सामाजिक गतिविधिहरूको ज्वलन्त उदाहरण हो। सम्पदाहरू भएकालाई चाहिँ हामीले अहिले पुनर्निर्माण गर्ने, त्यसको चाहिँ निर्माण गर्ने, त्यो क्षेत्रको चाहिँ परिचयलाई चाहिँ हामीले चाहिँ विभिन्न सञ्चार माध्यमबाट, विभिन्न चाहिँ सोसल मिडियाबाट हामीले त्यसको प्रचार गर्ने, त्यसको महत्त्व, त्यसको चाहिँ गरिमा, त्यसको चाहिँ इतिहास, त्योबाट चाहिँ होइन आएको हाम्रो यो नेपालको चाहिँ चाँगुनारायणभित्र रहेका चाहिँ ती सम्पादित क्षेत्रहरूको चाहिँ प्रचार गर्ने र आएका पर्यटक आगन्तुकहरूलाई चाहिँ ती चिजहरू चाहिँ स्थलगत रूपमा चाहिँ दृश्यावलोकन पनि गराउने भएको कारणले गर्दाखेरि हाम्रो तयारी हामीले चाहिँ त्यसमा सजावटका कुरा, रङरोगनका कुरा, सरसफाइका कुरा र ती क्षेत्रको चाहिँ ऐतिहासिक विवरण चाहिँ हामीले चाहिँ संक्षिप्त रूपमा परिचयहरू चाहिँ हामीले चाहिँ लेखेर त्यो ठाउँको राख्ने र हाम्रो स्थानीय नागरिकहरूले नै त्यसको चाहिँ आएका पर्यटकहरूलाई चाहिँ त्यसको चाहिँ इतिहासहरू चाहिँ बुझाएर चाहिँ एउटा चाहिँ अतिथिलाई जुन तरिकाले सत्कार गर्नुपर्ने छ पाहुनाहरूलाई, पर्यटकहरूलाई, त्यो चाहिँ हाम्रो स्थानीय चाहिँ तत्त अनुसारको चाहिँ हाम्रा नागरिकहरूले, वडावासीले, हाम्रा चाहिँ सम्बन्धित चाहिँ जिम्मेवार भएका व्यक्तिहरूले चाहिँ पर्यटकहरूलाई चाहिँ त्यो विवरणहरू चाहिँ स्पष्ट बुझाउने गरी चाहिँ त्यो 82 वर्षको भ्रमण वर्षमा हामीले तयारी गरेका छौँ। चाँगुनारायण नगरपालिकाले यी सम्पदाहरूलाई संरक्षण गर्नु आवश्यक छ जसले स्थानीय धार्मिक र सांस्कृतिक पहिचानलाई जीवित राख्दछ। यी मन्दिरहरू र स्थलहरूमा अहिले पनि परम्परागत पूजा विधिहरू संरक्षित छन् र ती क्रियाकलापहरूले धार्मिक आस्था राख्नेहरूको जीवनमा गहिरो प्रभाव पार्दछन्। चाँगुनारायण नगरपालिका केवल धार्मिक स्थलहरूको एक समृद्ध क्षेत्र हो, तर यहाँको सांस्कृतिक विविधता र धार्मिक आस्थाले यसलाई विशेष बनाउँछ। नगरपालिकाले धार्मिक सम्पदाहरूको संरक्षणमा खेलेको भूमिका प्रशंसनीय छ। चाँगुनारायण नगरपालिकामा रहेका यी धार्मिक सम्पदाहरूले चाँगुनारायण भ्रमण वर्ष 2082 लाई थप टेवा पुर्याउने विश्वास गर्न सकिन्छ।